यहाँ यो पुरानो गोठ हो, घाँस राख्ने ठाउँ। भाउजू हुनुहुन्छ यहाँ। भाउजू एकछिन मलाई बाटो छोडिदिनुहोस्। दाई हुनुहुन्छ र हेर्नुहोस् है, भगवान्ले दिएपछि छप्पड फाडेर दिन्छन्। यो हाम्रो पुरानो घाँस राख्ने ठाउँ। मम्मी उता हुनुहुन्छ, यता यो मौरीको घुम छ। अब यसो मैले जुम गरेर देखाएँ भने यहाँ मौरी उडेको देख्नुहुन्छ। यो हिजोसम्म थिएन, आज मौरी आएर बसेर आज देखियो। बसेको त एक हप्ता पहिले होला। दादा त्यसो ढोका खोलिस्यो त, दर्शकहरूलाई पनि देखाउँ। ल हेर्नुहोस् है, यसमा ल हेर्नुहोस् यसरी आएर बस्यो। यति भएपछि घर एउटा घार पनि थपियो, 3टा घार थियो। ल हेर्नुहोस् यति मौरी आएर बस्यो, चाका पनि लगाइसक्यो है। अब यति रिसा छ, टोक्छ फेरि। यसलाई धेरै नचलाउँ होला। अब यस्तो यो घाम पानी नभए यस्तो ठाउँ हेरेर बस्छ है साथीहरू। ल मौरीलाई एकदमै लुक्ने ठाउँ। आधुनिक घरमा आउन्न कि भन्ने जस्तो पनि थियो, मुडे घरमा मात्रै आउँछ भन्ने। तर यो आधुनिक घरमा पनि